हेलो एभ्रिवान इट्स मी ह्युमन राई फेरि पनि तपाईँहरूको माझमा चाहिँ नयाँ भिडियो लिएर आइसकेको छु। के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला सबैजना। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ त्यसरी भन्दाखेरि नेपाल र इरान बिच हुन गइरहेको काभा वुमन्स च्याम्पियन्स लिगको गेम हेर्न गइरहेको छौँ। एकदमै एक्साइटेड तरिकाले सर हामी गेम हेर्नको लागि गइरहेको छौँ। अब चाहिँ तपाईँहरूलाई गेम तपाईँलाई देखाउन आँटेको छु। यो चाहिँ गेम हुनुभन्दा केही समय अगाडिको दृश्य यस्तो रहेको थियो। अनि मैले लाइफमा यसरी चाहिँ फर्स्ट टाइम मैले स्टेडियमभित्र गएर गेम हेरेको फर्स्ट एक्सपिरियन्स थियो। र अब चाहिँ नेपाल र इरान बिच हुन गइरहेको हामी गेममा नै फोकस गरौँ। हामी धेरैजनाले हेरि पनि सकेको छौँ होला, कतिजनाले हेर्नुभयो कमेन्ट पनि गर्नु होला। र मैले ब्लग गर्ने भनेर रेगुलर ब्लग गर्ने भनेर सोचेको त धेरै समय अगाडि नै हो, तर ब्लग रेगुलरली लगाउनु अथवा पोस्ट गर्नु सकिरहेको थिइनँ। आज चाहिँ यो गेमको ब्लग थोरै छोटो ब्लग तपाईँहरूको म्याचमा पस्किन गइरहेको छु। अनि यसरी चाहिँ आज इरान र नेपाल बिच हुन गइरहेको एकदमै घमासान गेम चाहिँ तपाईँहरूको म्याचमा लिएर आएको छु। सानो सानो क्लिप मात्रै छ, धेरैवटा कुराहरू त तपाईँले हेरिसक्नु भएको छ, तर एकदमै एक्साइटेड भएर गएको थिएँ गेम हेर्नको लागि। तर नेपाल हारिसक्दै गर्दाखेरि चाहिँ एकदमै निराश फर्किएको थिएँ। कतिजनाले हेर्नुभयो र यो मेरो ब्लगलाई पनि माया गरिदिनु होला, हेरिदिनु होला तपाईँहरूले। अनि के कस्तो लाग्यो कमेन्ट गर्नु होला, र कसरी के कुराहरूमा कमी कमजोरी भयो भने तपाईँहरूले मलाई प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। र यसरी राष्ट्रिय गानबाट चाहिँ स्टार्ट भएको हुन्छ। अनि इरानको राष्ट्रिय गान पश्चात चाहिँ नेपालको राष्ट्रिय गानबाट चाहिँ हाम्रो गेम स्टार्ट भएको थियो। सो सबैजना इन्जोय गर्नु होला र अन्तिमसम्म हेर्नु होला है त। ओके। कोटि सम्पदाको आचल ज्ञान भूमि शान्ति भूमि तारक हिमाला अखण्ड उज्यालो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति चन्देशाला अग्रगामी राष्ट्र हाम्रो जय यहाँ चाहिँ इरान र नेपाल बिच हात मिलाउने कार्य भइरहेको थियो। अनि इरानी महिलाहरू त कस्तो है, पुरै जेन्ट्स जस्तो क्या, ठुलो अल्गो अनि एकदम पावरफुल स्पाइकहरू पनि एकदम पावरफुल थियो। एकदम भन्छ नि नेपालले यतिको चाहिँ टक्कर दिएकै हो भन्नुपर्छ। अब भइसक्यो, गेम स्टार्ट भइसक्यो। अनि यो चाहिँ नेपालको तर्फबाट एकदमै राम्रो स्पाइक थियो, एकदमै मजा आएको थियो। म त उठेर एकदम कराइराखेको थिएँ यति बेला क्या, एकदम जोसको साथमा। इन्ट्री त नेपालले राम्रै तरिकाले गरेको, सुरुमा त एकदम टक्कर गेम गइरहेको थियो। अन्तिममा खै के भयो, अनि गेमको आँखा पनि हुँदैन भन्छ होइन, त्यस्तै पनि भएको हुनसक्छ। टक्कर दिएको हो, तर इरानको एकदमै ब्लगहरू एकदमै राम्रो थियो। नेपालको चाहिँ अलिकति हुन्छ नि, ज्यादा चाहिँ मैले देखेको सर्भिस एकदमै कमजोरी सर्भिस थियो। आउट हान्यो धेरैवटा सर्भिस, अनि इरानले यसरी हानेको देख्न सक्नुहुन्छ। एकदम भरे त मलाई भिडियो बनाउनै मन लागेन, त्यो अन्तिमको भिडियो हान्यो। सो यो चाहिँ तपाईँको ओके हजुर, यहाँ चाहिँ तपाईँको ठ्याक्क इरानले पनि एउटा बल आउट हान्यो है।
सो तर पनि उनीहरू एकदम होपलेस चाहिँ भएको थिएन क्या इरानको डरहरू चाहिँ हुन्छ नि यो युद्धले खाइसक्यो जस्तो लाग्यो त्यस्तो एकदमै हुन्छ नि कन्फिडेन्सको साथमा गेम खेलिरहेको थियो क्या हेर्न सक्नुहुन्छ तर हाम्रो नेपालको चाहिँ मैले देखेको अलिकति हरेक चिजहरूमा ट्रेनिङहरू अलिक गर्नै पर्छ किनकि राम्रो हो तर पनि यतिको बलहरू ल्याउनु पर्ने थियो जस्तो मलाई लाग्छ हुन त गेममा बसेर खेलेको र बाहिरबाट हेरेकोमा अलिकति फरक नै पर्छ तर पनि मलाई लाग्छ खेलाडीहरू भइसकिसके पछाडि त्यो पनि राष्ट्रिय टिमको खेलाडी भइसके पछाडि कतिवटा कुराहरूमा एकदमै हुन्छ नि क्वालिटी भएर मात्रै राष्ट्रिय टिममा पर्छ जस्तो लाग्छ मलाई तर पनि एकदम हेर्नु न बार लगाइदिन्छ यार बार कसम चाहिँ भनेको यस्तै नै थियो र तपाईँहरूले पनि तपाईँलाई लागेको कुराहरू प्रतिक्रिया लेख्नु होला अनि हामी रेगुलर ब्लगहरू लगाउने कोसिस गर्छु अनि दामी 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 योचोटि चाहिँ दामी ब्लग गरेको है नेपालले पनि सो यस्तै छ तपाईँहरू पनि इन्जोय गर्नु होला ब्लगलाई हेर्नु होला अन्तिमसम्म इन्जोय गर्नु होला है त थ्याङ्क यू जम सर्भिस पो गर्दो रहेछ त कस्तो निक्लिन्छ बनेन तपाईँ देखिँदैन